साँचो क्रान्ति बन्दुकले होइन, विचारले ल्याउँछ। कहिलेकाहीँ एउटा मान्छेको सोचले नै देशको भविष्य बदल्न सक्छ। इतिहास साँची छ, परिवर्तनको सुरुवात कहिले गोलीबाट भएको छैन, सोचबाट भएको छ। नेपालका पहाडहरू जहाँ कहिले टेलिफोनको घण्टी बजेनन्, जहाँ इन्टरनेटको त केवल नाम मात्र सुन्न पाइन्थ्यो, त्यही जन्मिए एक यस्ता व्यक्ति जसले गाउँ र सहर, अँध्यारो र उज्यालो, अज्ञानता र प्रविधि बीचको दूरी हटाए। उनी हुन् महावीर पुन, नेपालका ती दूरदर्शी व्यक्तित्व जसको सोचले दुर्गम गाउँहरूमा सम्भावनाको नयाँ ढोका खोलेको छ। महावीर पुनको कथा केवल एउटा मान्छेको उपलब्धि मात्र होइन, यो त त्यो सन्देश हो जसले भन्छ देश बदल्न सरकार होइन, सोच बदल्ने मान्छे चाहिन्छ। महावीर पुन नेपालका सबैभन्दा प्रसिद्ध अनुसन्धानकर्ता, शिक्षक र सामाजिक कार्यकर्ताहरूमध्ये एक हुन्, जसलाई नेपालका दुर्गम हिमाली गाउँहरूमा वायरलेस इन्टरनेट कनेक्टिभिटी पुर्याएकोमा सम्मान गरिएको छ। उनले नेपालमा वायरलेस नेटवर्किङ प्रोजेक्टको स्थापना गरे, जसले ग्रामीण नेपालमा शिक्षा, स्वास्थ्य सेवा र सञ्चारमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। पुनको दृष्टिकोण र समर्पणले उनलाई द फेमस रामोन म्यागसेसे पुरस्कार सहित राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गराएको छ। उनी कसरी सामाजिक हितको लागि प्रविधि प्रयोग गर्न सकिन्छ, ग्रामीण विकास र नवीनता मार्गहरू सिर्जना गर्न सकिन्छ भन्ने एक प्रमुख उदाहरण हुन्। उनको सम्मानमा हामी महावीर पुनको जीवनी प्रस्तुत गर्दैछौँ। यदि तपाईहरू पनि यहाँसम्म आउनु भएको भए भिडियोलाई लाइक गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्। अब आउनुहोस् भिडियो सुरु गरौँ। महावीर पुनको जन्म जनवरी 22, 1955 मा पश्चिमी नेपाल म्याग्दी जिल्लाको दुर्गम गाउँ नाङ्गीमा भएको थियो। उनी हिमालयको फेदमा रहेको सुन्दर तर पिछडिएको गाउँमा हुर्किए, जहाँ आधारभूत पूर्वाधार र शैक्षिक सुविधाको अभाव थियो। सानै उमेरमा पुनले विद्यालय जान घण्टौं हिँड्नु पर्थ्यो र उनको पढाइ गाउँको कठोर जीवनले बारम्बार अवरुद्ध हुन्थ्यो। यी चुनौतीहरूको बावजुद पुनले सिक्ने कुरामा बलियो रुचि र आफ्नो वरपरको संसारको बारेमा अतिरिक्त जिज्ञासा प्रदर्शन गरे। उनका बुबा ब्रिटिस सेनामा सिपाही थिए र उनले शिक्षा नै उज्यालो भविष्यको चाबी हो भन्ने बुझ्थे। त्यसैले उनले सधैँ पुनलाई पढ्न र अगाडि बढ्न प्रेरित गर्थे। पुनको दृढ सङ्कल्पले उनलाई अन्ततः पोखरा सहर पुर्यायो, जहाँ उनले आफ्नो उच्च माध्यमिक शिक्षा पुरा गरे। त्यसपछि उनले 12 वर्षसम्म विभिन्न विद्यालयहरूमा पढाए, जसले उनको शिक्षा र समुदाय प्रतिको लगाव अझ बढायो। तर उनी अझ ठुलो परिवर्तन चाहन्थे। उनलाई लाग्थ्यो प्रविधि नै गाउँमा नयाँ अवसर ल्याउने मुख्य माध्यम हो। 1989 मा महावीर पुनले युनाइटेड स्टेट्स अमेरिकामा अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरे। उनले 1992 मा नेब्रास्का विश्वविद्यालयबाट साइन्स एजुकेसनमा ब्याचलर्स डिग्री हासिल गरे। विदेशमा सिकेको यो ज्ञानले उनलाई आफ्नो गाउँका लागि केही नयाँ र दिगो काम गर्न प्रेरित गर्यो। नेपाल फर्केपछि उनले गाउँमै कम्प्युटर र प्राविधिक शिक्षा दिने उच्च माध्यमिक विद्यालय स्थापना गरे। पछि उनी पुनः अमेरिकामा गए र 2001 मा त्यही विश्वविद्यालयबाट एजुकेसनल एडमिनिस्ट्रेसनमा मास्टर्स डिग्री पुरा गरे। अमेरिकामा आफ्नो डिग्री पुरा गरेपछि महावीर पुन प्रविधि मार्फत परिवर्तन ल्याउने सपना लिएर नाङ्गी गाउँ फर्किए। गाउँ कति एक्लो र पहुँचविहीन थियो भनेर देखेपछि उनले वायरलेस प्रविधि प्रयोग गरेर दुर्गम गाउँहरूलाई बाहिरी संसारसँग जोड्ने कल्पना गरे। शिक्षण अनुभवले उनलाई ई लर्निङ र टेलिमेडिसिन जस्ता सम्भावनाहरू बुझ्न मद्दत गर्यो। यही सोचका साथ उनले म्याग्दी र आसपासका गाउँहरूमा यो विचार फैलाउने सङ्कल्प गरे। 1990 को दशकको अन्त्यतिर पुनले साना स्तरीय इन्टरनेट परियोजना सुरु गरे र धेरै आधारभूत उपकरणहरू प्रयोग गरे। उनका प्रारम्भिक प्रयासहरूले धेरै चुनौतीहरू भोगे, विशेष गरी पैसाको कमी र प्राविधिक पूर्वाधारको अभाव। तर उनले आफ्नो सपना र दृष्टिकोणप्रति कहिले हार मानेनन्। सन् 2001 मा पुनले नाङ्गीमा नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट सफलतापूर्वक स्थापना गरे। उनको उद्देश्य लामो दूरीको वायरलेस प्रविधि प्रयोग गरेर दुर्गम गाउँहरूलाई जोड्नु र ग्रामीण क्षेत्रमा इन्टरनेट ल्याउनु थियो।
यो प्रोजेक्टले धेरै गाउँमा इन्टरनेट पहुँच दिलायो र मानिसहरूलाई शैक्षिक सामग्री, स्वास्थ्य सेवा र बजार जानकारीसँग जोड्यो। पुनले विद्यालयहरूमा ई-लर्निङ प्लेटफर्म सुरु गरे जसले विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री सजिलै पहुँच गर्न मद्दत गर्यो। स्वास्थ्य सेवामा गरिएको प्रोजेक्टले टेलिमेडिसिनलाई पनि सुविधा दियो, जहाँ दुर्गम गाउँका बिरामीहरूले शहरी क्षेत्रका डाक्टरहरूसँग परामर्श गर्न सक्थे, जसले गर्दा लामो र प्राय महँगो यात्राको आवश्यकता हट्यो। सञ्चार पृथक क्षेत्रहरूलाई इन्टरनेटमा जडान गरेर पुनले डिजिटल विभाजनलाई कम गर्न मद्दत गरे। गाउँलेहरूलाई विदेशमा रहेका परिवारका सदस्यहरूसँग कुराकानी गर्न र विश्वका घटनाहरूबारे जानकारी लिन सक्षम बनायो। महावीर पुनले 2012 मा राष्ट्रिय अभिवादन केन्द्र नामक गैर नाफामुखी संस्था खोले, जसलाई अङ्ग्रेजीमा नेशनल इनोभेसन सेन्टर भनिन्छ। उनी र नेपालका केही अग्रणी वैज्ञानिकहरू यस संस्थासँग जोडिएका थिए। महावीर पुनका अनुसार आविष्कार केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य देशको आर्थिक विकासको लागि अनुसन्धान र विकासलाई प्रोत्साहन गर्नु थियो। केन्द्रले हाल दर्जनौं प्रोजेक्टहरूमा काम गरिरहेको छ। महावीर पुनको अभियानले गाउँका लागि उपयोगी, सस्तो र नयाँ सामग्रीबाट आविष्कारहरू गर्ने काम गर्छ। उनको राष्ट्रिय आविष्कार केन्द्रले क्राउड फन्डिङ मार्फत 10 मेगावाटको सानो जलविद्युत आयोजना बनाउन कोष जुटाउने योजना बनाएको छ, जसले नेपालमा बिजुली परियोजनाको लागत घटाउन मद्दत गर्छ। यसका लागि उनले आफ्नै जग्गा पनि दान गरेका छन्। सफलता पाउँदा पनि महावीर पुनको यात्रा सजिलो थिएन। हिमालयको कठिन भूभागमा वायरलेस टावर राख्न गाह्रो भयो, तर आर्थिक सहयोगको कमीले परियोजनाको विस्तार सीमित बनायो। उनी प्राय दान र अनुदानमा भर पर्नु पर्थ्यो। साथै स्थानीय समुदाय र सरकारी अधिकारीहरूलाई परियोजनाको फाइदा बुझाउनु सजिलो थिएन, तर उनको दृढता र सङ्कल्पले उनलाई अगाडि बढ्न मद्दत गर्यो। पुनले आफ्नो बाल्यकाल सम्झन्छन्। मेरो बाल्यकाल हजुरबुवासँग भेडा र गाईबस्तु चराउँदै, मेरा साथीहरूसँग खेल्दै र भिरालोमा दौडदै बित्यो। यद्यपि मेरो अशिक्षित बाल्यकाल समाप्त भयो जब मेरो बुबाले मलाई एक दिन माध्यमिक विद्यालयमा लैजानु भयो। त्यो मेरो भविष्यको यात्राको सुरुवात थियो, जसले मलाई जीवनको सबैभन्दा प्रतिकूल परिस्थितिहरू कसरी बाँच्ने भनेर सिकायो। डिजिटल रूपमा जोडिएको नेपालको लागि पुनको दृष्टिकोण उनको गाउँको सिमाना भन्दा धेरै टाढासम्म फैलिएको थियो। उनले वायरलेस नेटवर्कलाई नेपालभरका दुर्गम क्षेत्रहरूमा विस्तार गर्न थाले, जसमा अत्याधिक भौगोलिक अवरोधहरू भएका क्षेत्रहरू पनि समावेश थियो। उनको कामले यी क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य सेवा र आर्थिक अवसरहरू सुधार गर्न मद्दत गर्यो, जसले गाउँ र सहर बीचको खाडल कम गर्यो। पुनले स्थानीय नेतृत्व र नवप्रवर्तनको शक्तिमा पनि विश्वास गर्थे। उनले युवाहरूसँग नजिकबाट काम गरे, उनीहरूलाई प्रविधि व्यवस्थापन गर्न तालिम दिए र उनीहरूलाई आफ्नो समुदायको लागि नयाँ समाधानहरू सृजना गर्न प्रोत्साहित गरे। उनको सहकारी र सशक्तिकरण पूर्ण नेतृत्वले उनलाई ग्रामीण विकासको क्षेत्रमा उदाहरणीय बनाएको छ। महावीर पुनको सबैभन्दा महत्त्वपूर्ण योगदान नेपालको ग्रामीण समुदायको डिजिटल आइसोलेसनको अन्त्य गर्नु हो। उनको वायरलेस नेटवर्किङ प्रोजेक्टले देशका केही दुर्गम क्षेत्रहरूमा इन्टरनेट पहुँच ल्यायो। टेलिमेडिसिन र ई-लर्निङ उनको परियोजना मार्फत गाउँलेहरूले चिकित्सा परामर्श प्राप्त गर्न सक्थे र विद्यार्थीहरूले आफ्नो दुर्गम स्थानहरूबाट अनलाइन शिक्षा पहुँच गर्न सक्थे, जसले स्वास्थ्य सेवा र शिक्षाको सुधारमा योगदान पुर्याउँथ्यो। पुनको प्रयासले उनलाई समुदाय विकासमा प्रविधिको नवीन प्रयोगको लागि 2007 को रामोन म्यागसेसे पुरस्कार, जसलाई प्राय एसियाको नोबेल पुरस्कार भनिन्छ, त्यो सहित धेरै पुरस्कार र मान्यताहरू प्राप्त गरायो। 2004 मा महावीर पुनलाई ब्रिटिश संस्था ग्लोबल आइडियाज बैंकद्वारा समग्र सामाजिक आविष्कार पुरस्कार प्रदान गरिएको थियो। 2002 मा महावीर पुन सामाजिक उद्यमीहरूको संघ अशोका फाउन्डेसनद्वारा अशोका फिलोको रूपमा निर्वाचित भए। उनले नेब्रास्का विश्वविद्यालयबाट सम्मानजनक पीएचडी प्राप्त गरे र धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पनि जिते।
2082 सालमा अन्तरिम सरकारले महावीर पुनलाई शिक्षा, विज्ञान र प्रविधि मन्त्री बनाउने सिफारिस गर्यो। देशभरि उनलाई धेरैले बधाई दिए, तर उनले फेसबुकमा लेखे, कृपया मलाई मन्त्री भनेर नबोलाउनुहोस्। यदि बोलाउनै मन छ भने स्क्रैप साइन्टिस्ट मिनिस्टर भनेर बोलाउनुहोस्। यो कुरामा मजाक वा अहंकार थिएन। यसमा उनको राजनीतिप्रति भएको असन्तुष्टि र आफ्नो सिद्धान्तप्रति भएको सम्मान देखिन्छ। मन्त्री भए पनि उनको सोच पहिलाको जस्तै थियो, ग्रामीण क्षेत्रमा बसेर शिक्षामा काम गर्ने शिक्षक जस्तै। उनको विश्वास थियो कि शिक्षा र प्रविधि शक्ति पद वा नामका लागि होइन, यी कुरा गाउँघरमा बस्ने जनताको समस्या समाधान गर्न र उनीहरूको जीवन बदल्न प्रयोग हुनुपर्छ। मन्त्रालयमा हुँदा महावीर पुनले शिक्षा, विज्ञान र प्रविधिलाई ग्रामीण नेपालसँग जोड्ने प्रयास गरे, तर उनी कहिले पदमा लोभिएनन्। उनले देखाए कि साँचो नेतृत्व पदमा होइन, उद्देश्य र प्रतिबद्धतामा हुन्छ। यही कारणले उनी आज धेरै मानिसका लागि प्रेरणा बनेका छन्। पछि उनले शिक्षालाई प्रविधिसँग जोड्ने नयाँ सोच अघि सारे। उनी चाहन्थे कि विद्यार्थीहरूले केवल किताबबाट मात्र नभई प्रोजेक्ट बेस्ड लर्निङबाट वास्तविक जीवनका सिप सिकुन्। उनको विश्वास छ शिक्षा केवल कक्षा कोठाभित्र मात्र सीमित हुनु हुँदैन, देशका हरेक गाउँ बस्तीमा पुग्नु पर्छ। महावीर पुनको कामले उनलाई नेपालमा मात्र होइन, विदेशमा पनि धेरै मान्यता दिएको छ। तर त्यसपछि पनि उनी आफ्नो ग्रामीण जरा र गाउँका मानिसप्रति गहिरो रूपमा समर्पित छन्। उनी प्राय नाङ्गी र अन्य दुर्गम गाउँहरूमा गएर समुदायसँग प्रत्यक्ष काम गर्छन् र मानिसहरूको जीवन सुधार्ने प्रयास गर्छन्। पुन आफ्नो नम्र स्वभाव र अरूलाई मद्दत गर्ने उत्साहका कारण चिनिन्छन्। उनको जीवनले देखाउँछ कि एक व्यक्तिको सोच र दृढ इच्छा शक्तिले पुरै राष्ट्रमा परिवर्तन ल्याउन सक्छ। महावीर पुन एक लेखक पनि हुन्। उनले विभिन्न विषयमा लेख्ने गर्छन्। उनको पुस्तक सम्झना, सपना र अविरल यात्रा धेरै लोकप्रिय छन्। यो आत्मकथा भए पनि यसले पाठकलाई महावीर पुन जस्तै मेहनती, इमानदार र उद्देश्यपूर्ण व्यक्ति बन्न प्रेरणा दिन्छ। महावीर पुन आफ्नो काममा केन्द्रित रहने व्यक्ति हुन्। उनी निजी जीवन भन्दा कामलाई महत्त्व दिन्छन्। आफ्नो उद्देश्यप्रति धेरै समर्पित भएकाले उनी समय समयमा गाउँहरूमा गएर परियोजनाको प्रगति हेर्छन् र दाताहरूसँग बैठक तथा सम्मेलनमा सहभागी हुन्छन्। अन्तर्राष्ट्रिय रूपमा सम्मान पाएको भए पनि उनी निकै साधारण र विनम्र जीवन बिताइरहेको छन्। ग्रामीण प्रविधि क्षेत्रमा उनको योगदान अत्यन्तै ठूलो छ। नेपाल वायरलेस नेटवर्किङ परियोजनाले दुर्गम ठाउँहरूमा इन्टरनेट पुर्याएर धेरै समस्या समाधान गर्यो। यो परियोजना अन्य देशका लागि पनि एक सफल मोडेल बनेको छ। प्रविधि मार्फत शिक्षा, स्वास्थ्य सेवा र समुदाय सशक्त बनाउन उनले गरेको कामले हजारौं नेपालीको जीवन बदलिएको छ। उनको कथा नवीन सोच, कडा मेहनत र दयामा आधारित छ, जसले युवाहरूलाई राष्ट्र विकासका लागि काम गर्न प्रेरणा दिन्छ। एक शिक्षक, अनुसन्धानकर्ता र सामाजिक अभियन्ताका रूपमा महावीर पुनले ग्रामीण नेपालका धेरै मानिसको जीवन परिवर्तन गरेका छन्। इन्टरनेट पहुँच र त्यसबाट आउने अवसर गाउँ गाउँमा पुर्याउनु उनको ठूलो उपलब्धि हो। नेपाल वायरलेस नेटवर्किङ परियोजना उनको सपनाको प्रमाण हो र ग्रामीण विकासमा नव परिवर्तनलाई अगाडि बढाउने उनको प्रयासले उनको योगदान धेरै वर्षसम्म सम्झिनेछ। यो हो भोइस अफ भिक्ट्री, जहाँ यस्तै भिडियो आइरहन्छ र यस्तै भिडियो हेर्नको लागि लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्। एन्ड स्टे ट्युन्ड फर मोर स्टोरिज अफ लिजेन्ड्स।